प्रिया के गर्दैछौ ए म त एकछिन यसो आराम गरिराखेको आउ न आउ भित्र घरमै बसेको छौ कहाँ पुगेर आएको सानो म त्यहाँ बजार एकछिन आएको थिएँ ए आउ न अनि त्यो तिमीलाई बस्नु यसो भेटेर जानु पर्यो गर्मी भयो कि अनि यसो रेस्ट गरे यतै आऊ तिमीलाई यहाँ कसरी ल्याइदिएको मलाई त अनि खतरा खुसीले ल्याइदिनु भयो ल्याइदिएछ त अनि यसो Thank you so बजारमा much. यसो देखेँ कि अनि अलिकति राम्रो आऊ न अलिकति नजिकै बस्नु बल्ल बल्ल भेट भएको टाढा किन बस्नु होइन ल अनि के छ हाल खबर सानो ठिकै छ हौ मेरो त हो अनि तिमी चाहिँ किन बाहिर कहीँ नगएको घरमै बसिरहेको हिजो दिनभरि घुमेर आएको कि अनि अल्छी लागेर आज चाहिँ यसो कहाँ गएको थियौ हिजो हिजो त म त घुम्नु गएको थिएँ नि ला हो र कोसँग मलाई पनि भनेनौ त अनि मेरो बोयफ्रेन्डसँग गएको थियो ए बोयफ्रेन्डसँग गएर पो मलाई नभन्दो रहेछ अनि कस्तो हिजो छुट्टी अरे घुम्नु को जाऊ बोयफ्रेन्ड चाहिँ बोयफ्रेन्डको नाम चाहिँ के हो ला त्यसो नसोध न मान्छेले फेरि थाहा पाउँछ होला के हुन्छ मैले थाहा पाउँदा म अरूलाई भन्दिनँ त मेरो बोयफ्रेन्डको नाम जोन हो जोन हो र कस्तो माया गर्छ क्या मलाई हिजो त घुम्नु जाउँ कि जाउँ भन्यो जोन जेक कति मिलेको मेरो पनि छ नि बहिनी हो र? उसको पनि नाम जेक हो, हो जेक कतिको माया गर्छ मलाई पनि घुम्नु जाउँ भन्छ कोही कोही बेला जान्छु अनि सजिलो कति बस्दैन धेरै- ल ल कति धेरै माया गर्छु नि मलाई हो र? पनि कति धेरै टेक केयर ए मलाई पनि त्यस्तै गर्छ र हिजो चाहिँ जाउँ कि जाउँ भनेर नि त भनेर गएर हामी त यति धेरै घुमेको नि अनि यस्तो गलेर आएर आज चाहिँ यही घरमा रेस्ट गरेको क्या अनि पो त्यही भएर अनि आज यो केटीहरू कहाँ गएछ हौ मलाई त फोनै गर्दै गरेन त बाफरे यत्रो 7-7 जना केटीहरू थियो मलाई कोही एउटाले फोन गरेन अब म त्यो सानोलाई फोन गर्छु त्यो कहाँ चाहिँ गएछ त आज ओए हेर न कुरा गर्दा गर्दै बोयफ्रेन्डको फोन आएछ मेरो हो र एकछिन बोल न त बोलिदेऊ उठा। माया गर्ने त अब बोलिदिनु पर्छ एकछिन उठाए ल अनि फेरि रिसाउला नि बोल्नु बोल्नु ल के भन्दा रहेछ उठाउँछु ल ल हेलो लाउड स्पिकरमा राख्दा भइहाल्छ नि हेलो लजाको होइन सुनाउनु हुँदैन क्या हेलो ए अँ म बसिरहेको छु यहाँ साथीसँग घुम्नु जाने भनेको हिजो अस्ति घुम्नु गएको त कति जानु यहाँ साथीसँग छु क्या अँ? ए ल ल आई लभ यु टु ल ल राखिहाल्नु म साथीसँग छु ल भोलिपर्सि जानुपर्छ ल ल ल म साथीसँग छु ल बाई होइन अनि भोइस त म त मेरो बोयफ्रेन्डको जस्तै सुने त हो र कसरी यस्तो यस्तै भोइस आएको नि खोइ फोटो देखाउ त तिम्रो बोयफ्रेन्डको कस्तो छ नाम पनि फोटो मिल्दो रहेछ तिम्रो बोयफ्रेन्ड मेरो त जोन हो जोन जेक हो होइन, मेरो चाहिँ जेक हो क्या त्यो फोटो झन्डै देखाउ त, मिल्दो रहेछ नि कस्तो त जे रहेछ? जेबाट आउँदो रहेछ नि त होइन अँ। मेरो त खोइ अनि आज त्यो सानोहरूले केटीहरूले मेरो पुरा कुरा काट्यो कि हो घाँटी खस्कसाएर मर्नु आँट्यो बाहनहरूलाई चाहिँ मेरो कति केटीहरूको बाहनहरूलाई चाहिँ म पो यहाँ भेटौँ म चाहिँ घाँटी सर खस्कसाएर यही हो हेर न यही हो क्या मेरो बोयफ्रेन्ड ए चाहिँ होइन यो त जोन जस्तै छ त मेरो बोयफ्रेन्ड जस्तो पो छ त उयो हो र के हो होइन यस्तै ड्रेसमा अस्ति मसँग हिजो त यही ड्रेसमा घुम्न आएको थियो त ला हो र अनि मेरै बोयफ्रेन्ड जस्तो छ तर है उसको नाम त जेक हो नि त जोन होइन ओए हाम्रो साथी के हो नाम पनि मिल्छ मान्छे पनि मिलेको जस्तै भन्यो त्यही त मसँग पनि फोटो त्यस्तै छ हेर्नु है अन्त लु फोन गरी हेर त एकपल्ट हो ल फोन गर्छु ल खोइ फोन नम्बर कति छ त्यो त एकचोटि म फोन गरिहाल्छु अनि चेक गरौँ ल ल फोन गर त उठाउँदैन त फेरि ओए के हो उठाउँदैन त अनि फोन काटिदियो फोन पो काट्यो खोइ खोइ त नम्बर हेरौँ त फोन नम्बर हेरौँ त कि हामीलाई एउटैले झुक्काउँदैछ कि त्यही त क्या हो हाम्रो अहिलेको त पुरा केटाहरूको त हाम्रो- भरोसा हुँदैन अब त हाम्रो इमोसनमा खेलबाड गर्दैछ कि के हो ओ यो नम्बर मान्छेले? त सेम रहेछ त हौ ओए हो त रहेछ नम्बर पनि मिलेछ लु अब यसले के गर्ने अब एकचोटि हामीलाई भेट्नुपर्छ अनि कुरा गर्नुपर्छ एक ठाउँमा बोलाउनु पर्छ कि उसलाई अँ, अँ। दुईजनाले फोन गरेर एक ठाउँमा बोलाऊँ अँ अनि उसलाई त्यसको अनि के गर्नु हामी? चामाथुमा पुऱ्याउनु पर्छ ल हामीले दुईजनाले मिलेर यसलाई त हो अनि हामी एकचोटि चाहिँ सबक यस्तो सिकाउँछ माया देखाएर है यति धेरै माया खोइ जालमा फोटो पारेर पनि मेरो पनि फोटो अनि सेम सेम जस्तो छ त है एकचोटि के हामी फोन गरौँ अनि एउटा ठाउँमा बोलाऊँ झुक्काएर अनि हामी पनि झुकाएर बोलाऊँ अनि उयो हो रहेछ भने चाहिँ लु हामी हेर्दा त दुईजना मेरो भएर- फोटो यही फोटो ओए, हो त है मेरो साँच्ची अघि यहाँ पिताले पो फोन गरेको थियो त हौ मलाई त
फेरि मार्छ त्यसले हो। थाहा पायो भने त एक्लै अर्कालाई थाहा पायो भने त मार्छ त मलाई। त्यो प्रियालाई फोन गर्नु पर्यो एकचोटि। ए एकछिन ल, जोनको फोन आयो, एकछिन ल उठाए ल। बल्ल बल्ल। हेलो, ओइ जोन कहाँ छौ? किन अघि फोन काटेको? तिम्रो चर्तीकला ठिक छैन जस्तो छ है मेरो। सुन्दैछ नि जोन? के हो अनि मेरो साथी सानुसँग पनि चक्कर चलेको छ के हो? म त फोन नम्बर उस्तै देख्छु, फोटो पनि त्यस्तै देख्छु। के हो? सानो को सानो? के को सानो? चिनेर म सानो सानो को हो? तिमी नजाँदा कुरा नगर है। भन के भइरहेको छ के दाजु तिमीलाई? म तिमीलाई कति माया गर्छु। कस्तो तिमी बुझ्दैनौ के प्रिया? तिमी त अरूको कुरा धेरै नसुन क्या, मेरो कुरा विश्वास गर न। अरू कुरा किन विश्वास गर्छौ? तिमी कहाँ छौ? नचाहिँदो कुरा नगर है। अब हामी दुईजना भेला भएर भेट्न आउँदैछौँ। अब रामधुलाई गर्छौ अब। अनि यो दुईटा केटीहरूले थाहा पायो कि क्या हो? प्रिया सानो भन्छ। भन थाहा पायो क्या हो यिनीहरूले? अचम्मै बताउनु पनि कसरी थाहा पाएछ भन्नु पनि।